ल है गाइजहरू, आज तपाईँलाई म चाहिँ नि पूर्व काठमाडौँदेखि पश्चिम बैतडीसम्मको यात्रामा लाँदैछु। हामी अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा गाडी चलाइरहेछौँ। म चाहिँ गाडी चलाउँदैछु। कर्णाली पुल आइपुग्यो। ल हेर्नुहोस्, यस्तो छ कर्णाली पुल। आम्मामा, फर्स्ट टाइम यार मैले आफूले गाडी चलाएर यसमा हिँडेको। यो ल हेर्नुहोस् है गाइजहरू, देखो न गाइज, देखो न। अब यहाँबाट यसै गरी रन्का बुद्धि भन्दा भन्दा हामी सिधै बैतडी आइपुग्यौँ। मेरो भाइको व्रतबन्धु कार्यक्रम थियो। यहाँ हाम्रा चाहिने घरका मान्छेहरू सबै छन्। यी एउटा भाइ छ यहाँ, दारीले चिया चाहिँ खतरा बनाउँछन्। यहाँ दिदी हेर्नुहोस् होइन। अनि यहाँ हाम्रा घरका मान्छेहरू घर दशाहरू लेखेर सबै कुरा यो खाल्डोमा चाहिँ हाल्ने, अथवा यसलाई होम भन्छौँ, होम गर्ने भनेर चाहिँ यहाँ विभिन्न किसिमका काठसाठ यताउति के कुराहरू राखेर एक दिनभरि हामीले धेरै कुराहरू गऱ्यौँ यसमा। त्यसपछि चाहिँ अनि बल्ल व्रतबन्ध सुरु भएको। 12वटा बाहुन, 12वटा चाहिँ 12 थरीका काठहरू के ओहो, पूजा त्यस्तो खतरै पूजा लाग्यो। हामीले लगभग यतिको पूजा लाग्दा चाहिँ प्रधानमन्त्री हुनुपर्ने हो खासमा, अब यो देशको अवस्था हेर्दा चाहिँ। तर गोरो अझै गएका रहन्छन्, बाँकी नै छन् जस्तो छ। अनि पूजा भयो, लगभग 4 घन्टा 5 घन्टा जस्तो भयो होला यो पूजा। अनि हाम्रो यो चाहिँ पश्चिमका मान्छेहरू यस्ता हुन्छन्, सोझा मान्छे बसेर यहाँ सगुन भन्छ यसलाई, चाहिँ गीत गाउने अथवा खालको के भन्छ यसलाई, केही प्रोग्रामहरू हुँदा त्यसमा आफ्नो लयमा भाका मिलाएर वेल विशर्सहरू हुन्, त्यसरी चाहिँ बुझौँ यसलाई। त्यस्तो खालको कल्चर छ। त्यसरी दोस्रो दिन हामी चाहिँ बिहानै अनि यो सकेर अर्को दिन चाहिँ हाम्रो अनि त्यसपछि कार्यक्रम हुन्छ। के गरेको यार, म बिर्सेँ। कुकुर त आयो। व्रतबन्धको कार्यक्रम अब सुरु भयो। टाउकोमा के बाँधेका छन्, यहाँ काटकुट गर्छन् अनि कपालहरू काटेर अनि गर्दैछन् होइन। तपाईँहरूकोतिर चाहिँ कस्तो किसिमको यो व्रतबन्ध हुन्छ? यो चाहिँ हेर्नुहोस् है, हाम्रो चाहिँ यस्तो हुन्छ। केटाको पहिला कपाललाई मिलाउने, अनि मामाले चाहिँ कपाल काट्नुहुन्छ कि के गर्नुहुन्छ यहाँ। अनि कपाल काटिसकेपछि अरू पनि विभिन्न कुराहरू हुन्छ। दारी पनि काटिन्छ है, क्या हो काट्छ काट्छ। ल यत्तिकै हिँड्यो भने त पुष्पामा देखिने भिलेन जस्तै देखिन्छ यार, राम्रो। आधी मात्रै यो कपाल राख्यो भने पहिला गलत काम गर्नेहरूलाई यस्तो आधी मुण्डन गरेर पठाइदिन्थ्यो अरे गाउँबाट निकालेर। त अब व्रतबन्ध गर्दा प्रोसेसमा भयो, आधी छ त्यसले गर्दा यस्तो देखिएको होला। तर पुरै दाइले सघाउँदैछ यहाँ काट्नलाई। यसरी गरिसकेपछि अब यहाँ पेसार तेलहरू के हो के लगायो होइन, दुधले अनि यस्तो गरेर अब चाहिँ यो के लगायो, चिल्लो भएको छ अब केटो के गर्दैछन् दिदीहरू, दिदीहरूले फुपूहरूले चाहिँ यस्तो गर्दा रहेछन्। मस्त खिचिरहेको ल। मैले नि अब यो गौरले एकदम नजिकबाट हेरेको फर्स्ट टाइम। कानमा के हो, कल परेको हो क्या हो, कान छेडेको रहेछ। कानमा के भन्ने भन्दा यो मन्त्र भन्छन्। अब यो सधैँ गर्नुपर्ने, केटोले अब खै गर्छ कि गर्दैन चाहिँ थाहा छैन। जे भनिरहेछन् त्यो चाहिँ एभ्रिडे भन्नु, उच्चारण गर्नुपर्छ अरे भन्दा। अब यो अहिलेलाई भिक्षु बनेर भाग्न खोज्छ, यसलाई चाहिँ भिक्षा दिनुपर्छ। भिक्षा दिएपछि यसले लगेर भाग्छ, अनि घरबाट बल्ल बल्ल समातेर ल्याएर अनि लु नजा अब यहाँ चाहिँ अब घरमै बस्नुपर्छ भनेर फकाउनु पर्छ अरे भन्नु भन्छ। यहाँ नाटक गर्नुपर्ने रहेछ अनेक किसिमको। यो गर्दा व्रतबन्धलाई नि रमाइलो तरिकाले नि मिलाउन सकिँदो रहेछ एकदम। यो म पनि बसिरहेको छु त्यहाँ। अब यो के माग्छ यहाँ, 5 रुपियाँ 10 रुपियाँ लु ल्याउनु सब, मेरो चाहिँ अब गुजारा चलाउनु पऱ्यो भनेर पैसा माग्छ। अनि त्यसपछि चाहिँ अनि मागिसकेपछि अनि हामीले
यसले भर्छ त्यो झोला, त्यसपछि लु अब म चाहिँ लागेँ, अब चाहिँ हिँड्छ। तर फर्काउनु पर्छ अरे, नभए त गएको गई हुन्छ भन्छन्। खै यस्तो जाला जस्तो त छैन। रमाइलो हुँदो रहेछ। मैले चाहिँ यसरी गरेको छैन व्रत त बन्द, तर के होस् यो पनि एउटा अनुभव हो। ल गाइजहरू भागो 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 यार, यो भागो। अब यसलाई समात्न जानुपर्छ। ए भाइ नजा घर फर्किनु भन्नुपर्छ, तान्नुपर्छ, नभए त आफै रोकिएछ। अब यसलाई घाँसमा रोक्नु समात्नु पर्ने हो। यहाँ गर्दा पछि फर्किन गाह्रो होला भने रोकिएछ के त। अनि अब मामाले फर्काएर लिएर आयो। त्यसपछि फकाउँछन् यसलाई, अब घरमा केही न केही गर्नुपर्छ भन्दा हुन्छ। सबैजना यसरी आउँदैछन्। यसले ठुलै काम गरे जस्तो लागिरहेको होला यति समातेपछि। अब आयो अनि त्यसपछि चाहिँ अनि हाम्रो वर्तमानको कार्यक्रम नै सकिन्छ। ग्रुप सेसन, फोटो सेसन्सहरू, अरू के कुराहरू भन्छन् तिनीहरू लिएर आयो। आफ्नो आमालाई दिन्छ, मम्मीलाई। ल मैले यस्तो यस्तो ल्याएँ भन्दा रिचुअल्सहरू यस्तो छ है गाइजहरू, यादगार हुन्छ पछिलाई। त्यस्तो चाहिँ हुन्छ भन्दा अहिले त अब एआई के सिस्टम आयो है। वर्तबन्दी गर्छन् कि गर्दैनन् धेरै जसो मान्छेले, तर पनि यसको पनि एउटा महत्त्व छ। यसको पनि यो पनि एउटा सामाजिक परम्परा हो। यो एउटा पाठहरू के गर्दा फुल बन्दैछ चाहिँ मलाई पनि थाहा भएन है। गुरुजीले के सिकाउँदैछन् उसलाई, अब यसो गर्नु उसो गर्नु है भनेर। माला त धेरैवटा हालेको छ, भइसक्यो के जस्तो है। अनि यस्तो सकिएपछि अनि एकाएक मेरो पनि बर्थडे आयो। अनि त्यसपछि हजुरआमाले टिका लाउनु भयो, अरू हजुरआमाको 84को दान पनि भयो। यी भान्जा भान्जीहरू चाहिँ गुराँस टिप्ने भनेर भिरतिर गएको थिएँ, लडेपछि होइन, त्यहाँबाट चिप्लेर अनि धन्न केही भएन। तर त्यसपछि हामी फेरि गाडीमा फर्क्यौँ। 26 घन्टा मैले रेगुलर चलाएँ है गाइजहरू गाडी चाहिँ। अनि लास्टै थाकिँदो रहेछ। तपाईँहरूलाई चाहिँ यात्रा गर्न मलाई मजा नै आयो, सँगसँगै थाकियो पनि। अनि एक खालको यो बेग्लै एडभेन्चर भयो। तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो कमेन्ट गर्नु है।